गुड मर्निङ गाइज। आज सोमबार हो। आज मेरो व्रत। मैले व्रत बसेको नि कति धेरै वर्ष भयो गाइज। अब यो बुन्न लाग्यो होइन, टेबलको लागि भनेर बुन्न लाग्यो, अझै भ्याएकै छैन। आज चाहिँ सोमबार, आज मेरो लागि विशेष दिन हुन्छ, किनभने मेरो सोमबार भनेको चाहिँ मलाई शिव भगवानको एकदम आस्था लाग्छ नि त। अनि भगवान्ले सबै पुऱ्याउने भएर होला गाइस। त्यही भएर चाहिँ म शिव भगवान्लाई धेरै मान्छु, सबैलाई मान्छु, तर विशेष चाहिँ एकदमै मनैदेखि सम्झिने भनेको शिव भगवान्। किनभने सबै चिजमा उहाँले सहयोग, अब जे गर्दा पनि अब राम्रो नराम्रो कुरा हुन्छ नि, भए पनि भगवान्ले चाहिँ राम्रो बाटो देखाइहाल्ने, राम्रो भइहाल्ने, त्यस्तो भएको कारणले गर्दाखेरि मैले शिव भगवान्लाई विशेष मान्छु। जति मैले सक्छु भाचुन्जेल व्रत बस्न म बस्नेछु, जति मैले सक्छु। धेरै वर्ष भयो बस्न लाग्यो। साउनको सोमबारको, अनि पहिला आइतबारको पनि बस्थेँ म, अनि बिहिबारको पनि बस्थेँ, अनि बिहिबार, मङ्गलबार, आइतबार, सोमबार, अनि शुक्रबारको शुक्रबारको बसेको नै, तर मैले धेरै व्रत बस्ने। अनि मलाई चाहिँ धेरै आस्था लाग्छ भगवान्मा। अनि राम्रो कर्म गरेपछि भगवान्ले एक न एक दिन राम्रो गर्नुहुन्छ भन्ने आश छ मलाई। आफूले राम्रो बाटो हिँड्नुपर्छ, त्यसपछि भगवान्ले हेरिहाल्नुहुन्छ गाइज। शुभ बिहानी, शुभ सोमबार।